यो कहानी हो लेखगाउँ भन्ने ठाउँको, जो असाध्यै मिल्ने, जहाँ जाँदा पनि सँगै हिँड्ने, एकले अर्कालाई दुःख पर्दा सधैँ साथ दिने यी हुन् तीन भाइ। जहाँ सारा गाउँले बासीले चिन्ने गर्दछन् र यिनीहरूले आफैले आफैलाई पनि चिनाउने गर्दछन् हामी तीन भाइ भनेर। आउनुहोस् यिनी तीन भाइहरूको कहानी हेर्नेछौँ। मम्मी मम्मी बाइक हेर्नु कस्तो चल्दै चल्दैन, झन् कत्रो सपना छ मेरो। नयाँ बाइक चाहियो मलाई त, निन्जा बाइक चाहियो S2R त्यही पनि किन्दिनँ है मलाई जसरी भयो भने। चल्दै चल्दैन। क्या भन्ने हो यो फोर यसो छ यस्तो छ फोर? कहाँ जान लाग्यो तिमीहरू? बाबा फुटबल खेल्न जान लाग्यो। के खेल्छौ तिमीहरू? फुटबल खेल्न जान लाग्यो हामी। ए फुटबल पो खेल्ने? अनि कसरी खेल्छौ त? त भन् त निर्मल, अनि त चाहिँ के गर्छस्? म किपर लाग्छु बुवा। म किपर, म बल समात्छु डाइरेक्ट। किपर लाग्छस् त? तेरी माया खानु गर्दा किपर लाग्न सक्छस् तैँले? सिधै कसैले गोल हान्यो भने म समात्छु सिधै च्याप्प पारेर। घरको काम गर्नु छैन तिमीहरूलाई? अनि लाटोले त गोल हान्छ अरे, अनि म त बल समात्छु। अनि यो बैरोले के गर्छस् त? अनि बैरो भन् त, तैँले के गर्छस् भनेको? हो केपीओले भागेकै हेलिकप्टरमा अस्ति भर्खरै भदौको 23 गते। किन भन्छु त मैले? अनि त के भएको त सबैभन्दा ठुलो चाहिँ? अनि भाइहरूलाई बसालेर पढाउनु छैन, खेल्न सेल्न जानु परेको छैन, भित्र जाने काम गर्ने, त्यहाँ बोतलमा पानी भर्ने, भित्र एकजनाले बढाल्ने, एकजनाले त्यहाँ भाँडाकुँडा के छ निकालेर लगेर धोइदाइ गर्ने। साला यो अन्धोले गर्दा यति काम गर्नु परेछ। अहिले कति मजाले गएर खेल्न पाइन्थ्यो नि, जहिले काम बिगारे हुन्छ। ओइ लाटो, यहाँ त पर्स रहेछ यार। आमा हजारको नोट छ, एउटा 1000 रुपियाँ लैजाम है। मगर लाडले सालो लाटो गाली दिन्छस्? मा तिमी के तिमीहरू भन्दा जेठो बाठो म जान्ने हो। तिमीहरू किन लडिरहेछौ भन त? तिमीहरूलाई मैले एकचोटि नलड भन्ने सुन्दैनौ? तिमी नलड के नलड सुन्दैनस्? तिमीहरूलाई मैले एकचोटि झगडा नगर भनेको सुन्दैनस्? किन झगडा गरिरहेको थियो? तिमीहरू भन् त झगडा नगर केटा, मैले तिमीलाई झगडा नगर भनिरहेको छु। बाजे खजना। ओइ अन्धो लाटो लेसको बाजेको पक्कै पनि हो। आजभन्दा 50 वर्ष अगाडि बाजेले लुकाएको हुनुपर्छ। घरमा कम बाटो छ हाम्रो बाजे, घरमा किरालाई खाइदिन्छ खिया लाग्छ भनेर पक्कै पनि जङ्गलमा लुकाएको हुनुपर्छ। लाटो के भन्छ राम्रोसँग बोल्न। ए अन्धा खै भनेको के मासला? अन्धा पनि कहाँ जान्छ? कहाँ गयो थाहा छ तँलाई? कहाँ गएछ त्यो? फर्किम हिँड्न आएछ यता होला पक्कै पनि। ए अन्धा मरेको? इ मरे उता होला, हिट खोल्न। ए अन्धा खै? ए यो माछाला यहाँ पो सुतेको कि मरे क्या खै? त्यही भएर यो अन्धा मरेको। बाजे खजान
त्यो मरे क्या हो? त्यही भएर मैले भन्छु तिमीहरूलाई मलाई रातिमा हिँड्ने काम नगर दिनमा हिँड्ने काम गर जहिले पनि मैले र तैँले गर्दाखेरि सब कामभरि चौपट भइरहेको छ मैले जहिले पनि भन्छु मलाई दिनमा हिँडाल जहिले भयो रातिको 9 बजे हुन्छ अनि हिँड्न खोज्छ साला अझ मैला भन्छ ए साले लाटो यो नातिको खजाना होइन क्या बाजेको खजाना हो ए पनि हिँड बाजेको खजाना खोज हिँड कता ए यता 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 मैले तिमीहरूलाई त्यही भएर भन्छु त्यही भएर मैले तिमीहरूलाई भन्छु मलाई दिनमा हिँडाल भनेर यो 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 दिन हो? ए रोक 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 सुन एउटा कुरा भन्छु यो अन्धको पछि लाग्यो भने न त बाजेको न त नातिको कसै खजाना भेट्न एउटा काम गरौँ हामी 3 जना छौँ न त यता जा यो यता जान्छ म यता जान्छु मेरो कुरा सुन ध्यान दिएर त अनि त यति हो यदि खजाना कोहीले पाएर अलग अलग भाग्यो भने त्यो एक्लै भाग्यो भने त्यसको पाचा खान्छु त्यसलाई म उल्टो मुखी लट्काउँछु मेरो कुरा सुनेछस् नि मेरो कुरा सुनेछस् नि ए यसलाई भन्दै यसलाई भन्दै लाटो पनि मायालाई अलि हुने कुरा गर्ने यसलाई बुझाइ राम्रोसँग बुझाउने भए बुझाउँछस् किन त ए लाटो छोड्दै यसको कुरा हामी आफ्नो बाटोमा जान बाहिर त है मलाई चाहिँ यिनीहरूले जहिले हेर्छ मलाई जहिले दिनमा हिँड्न भन्दा यिनीहरूले मान्छ आज पनि रातिमा लिएर आछ म कहाँ जाम खोज्न अब मरे नि मासलाहरू जहिले पनि रातिमा नहिँडाल भन्छु जहिले रातिमा हिँडाल्छ रातिमा केमा ठोकिएमा भन्ने कुरो मलाई थाहा छैन जहिले पनि रातिमा नहिँडाल यता कता आटा आएको म यता जान्ला थिएँ यता जान्ला थिएँ यता नि होइन यता नि यतै जान्ला थिएँ क्याम्पमा साला जहिले पनि यस्तै गर्छ यिनीहरूले यो मासला अन्धो र अन्धो होइन अन्धो म यहाँ मम्मी मरिगे जहिले रातिमा नहिँडाल भन्छु रातिमा हिँडाल्छ मासला यो बहिरोले र लाटोले त म्याप लगेर गएको छ मलाई अनि एकातिर पठाइदिने मैले के हेर्ने म्यापमा म्याप मलाई दिए पो अनि मैले खोज्ने हो त अनि लाटो यहाँ अनि तैँले म्याप आफूले लगेर यो उसले लाटोले म्याप लगेर त यता एकछिन त यता नै त उता छ त यता बस्थे ल भन् त यही हो त्यही हो त लाटोले म्याप लगेर मलाई किन एकातिर जा भनिस् तँसँग छ म्याप तँसँग छ म्याप दसैँ त आएको छैन त दसैँ तैँले टिका लगाएर आएको जमरा कानमा लगाएको टिका कहाँ लगाएको छु मैले ए लाटो मैले टिका लगाएको छु त लाटो तैँले म्याप लगेर मलाई एकातिर जा किन भनिस् म्याप तैँले लगेको थिइस् ठिक भनिस् तैँले घाम त धेरै छ छाता ल्याउनु पर्ने रहेछ त्यो चाहिँ सही गर्छ है कहिले काहीँले राइट साले पागल यता भएर भन्न मैले तँलाई भनेको हो दसैँको लागि टिका सिका होइन तँलाई मैले भनेको हो म्याप किन लगिस् मलाई एक्लै पठाउने रात परेको बेला के भेडा जति गर्छ मलाई रातिमा नल्याउँदा रातिमा ल्याउने अन्त यहाँ होइन यहाँ हो जहिले मलाई रातिमा लिएर आउँछ तैँले अनि तैँले यता यता तिम्रो दुइटाले गर्दाखेरि मलाई रातिमा लिएर आउँदाखेरि सब भइरहेछ खजाना खोज्न हिँड यो राति हो अनि के हो त हुन त अन्धै हो नि यो भन् तैँले मलाई आँखा देख्दैन भन्ने ए अन्धले आँखा नदेखेर के कान देख्छ त अनि तैँले मलाई आँखा देख्दैन भनेको होइन तैँले मलाई आँखा कसरी देख्दैन भनिस्
त्यो नक्सा मेरो हातमा दिएको भइदिएपा त्यो नक्सा मेरो हातमा दिएको भइदिएपा मैले त्यो गर्ने थिएँ कि तैँले यता यतै तैँले के यतै हो कि यतै हो नि तैँले मेरो हातमा म्याप दिएको भइदिएपा मैले अहिलेसम्म त्यो खजाना पत्ता लगाइसक्थेँ र तिमीले गर्दा नदिएर हो त्यो मेरो हातमा म्याप दे मेरो हातमा म्याप अब मैले थाहा पाउँछु नि यो बाजेको खजाना कता छ भनेर ए अन्धा सुल्टो पकड्न पहिला यो ल सुल्टो मैले देखेँ पुरै देखेँ कि मैले अब हिँड मेरो पछाडि हिँड कहाँ जाने बाजेको खजाना खोज्न जाने कि नातेको खजाना खोज्न जाने कता जाने मेरो पछि ए अन्धो त्यता होइन त्यो बाटो होइन यता मेरो पछाडि हिँड यता के यता हे तेरी आज गर्छु कि भेटाउँछु कि जस्तो लागिरहेको मैले तिमीलाई पहिले भनेको थिएँ कि नै मलाई म्याप दे भनेर खजाना हान्ने रहेछ तिमीहरूलाई यत्रो टाइम लाग्थ्यो खजाना खोज्नलाई साला अन्धो म्यापको सुल्टो छैन पहिला अरे यो सुल्टो मलाई यही भएर भन्छु कि मैले रातिमा मलाई बाहिर ननिकाल भनेर सबै काम बिग्रिँदैन खजाना हान्ने रहेछ र खजाना खोज हान्ने रे त पनि हान्ने रहेछ खजाना खोज साला अन्धो खोलामा खजाना पाइन्छ तँलाई के भन्छ यो लाटो अरू मलाई थाहा छैन त्यही भएर मैले भन्छु कि रातिको बेला खजाना खोज्न मलाई नलग रातिको बेला मबाट कामै नगरा भनेर अनि रातिको बेला अनि हेर्नेछ नि काम बिग्रिँदैन साला जहिले पनि रातिको बेला हिँड्छ कता जानुपर्ने यता हो ए अन्धो कता यता ओए पागल सुन त 1 2 3 4 5 यता 1 2 3 4 कति भयो ए पागल तैँले अब 7 फेरा 2 फेरा मात्रै बाँकी छ 7 फेरा आउन कि बेगर लाइसी हो ए पागल बस्यार अब 7 फेरा आउन 2 फेरा मात्रै बाँकी छ यो खजाना हैन कि यो त रुख हो साला पहिले भन्न सक्दैनौ तिमीहरूले यो रुख हो भनेर अनि मलाई के थाहा त अनि यो रुख हो भनेर तिमीहरू त्यहीँ बस म यहीँ बस्छु साला यो नक्सामा मैले पत्ता लगाउन पाइदिएँ भाइ हान्ने थियो भनेर मैले अनि त्यो खजाना मैले उठाइहाल्थेँ यिनीहरूभन्दा अगाडि त म टाप हान्थेँ कि तर के गर्नु खजानै भेटिन्न जहिले पनि यिनीहरूले रातिमा मात्रै लिएर आउँछ कि रातिमा लिएर आउँदाखेरि सबै काम चौपट भएको हो दिनमा लिएर आएको भए त अहिलेसम्म त्यो खजाना मिलिसक्यो मेरो पछि हिँडे केटा ए अन्धो भाग वन मान्छे को आयो भन्छ यस्तो वन मान्छेलाई त मैले वन मान्छेदेखि डराउने हो कता छ साला वन मान्छे भनेर बच्चाले ल्याएर आएको छ क्या हान्दै अरे ओ मा के हो वन मान्छे नि हो क्या वन मान्छे नि हो क्या ओए ओए बच्चा ओए साथी के वन मान्छे रहेछ ओए ओए बच्चा ओए ओए लाडो भैरो मलाई बचा साला वन मान्छे लाटो कहाँ गयो थिएछ
लाटोले मारिदियो लाटो त त्यही यस्तो अन्धो अन्धो खै वन मान्छे लाग्यो निम्दा गुद्रास टेलमी बुझ्ता बुझ्ता जा तँ बोल त तेरो भाषा बुझ्छ अहिले Mata nih gue, Pak. ini Picok. वन मान्छेले गर्नु गरे लाटो अन्धाले झन् के गरे नगरे के भन्यो वन मान्छेले के गरे के यो लाटो र अन्धो म पो हो त यो गहिरो र लाटो कहाँ गयो मलाई मार्यो आज मान्छेले मलाई मार्यो त्यो अन्धा उसलाई पनि कि त भसेन नि यसले बाजेको खजना त्यसै हो मान्छेले गर्नु बाजे खदान तेरो चाहिँ खदान लग्यो रातै छ त पछाडि अब सुन यता सुन मेरो कुरा सुन भन। त्यहाँ नक्सा बाजेको खजना केही पानी नक्सा छोडु अब घर जाम Mata nih gue, Pak. होइन फेरि अन्ध कहाँ गएछ कहाँदेखि आएको तिमीहरू हामी जङ्गल गएको थियौँ बाबा बाजेको खजना लिन बाबा बाजेको खजना चाहिँ कहाँबाट पायो तिमीहरूले खै यहाँ ल्याउ त खै त्यो बाबालाई दे होइन तिमीहरूले बाजेको खजना भन्छौ होइन कस्तो छ यो बाजेको खजना चाहिँ कहाँबाट पायो तिमीहरूले बाजेको खजना त रहेछ हेर केटा हो यो खजना त हो तिमीमा टोक्ने मुला हो तर यो तिमीहरूले कुनै जुनीमा पनि कुनै हालतमा पनि यो खोजेर पाउँदैनौ केटा हो किन कसरी नभन न पढेर लेखेर बन्नु छैन ठुलो मान्छे बाजेको खजना भनेको छ कहिले के ढुनिएको छ कहिले के खोजिएको छ यो बाजेको खजना भने तिमीहरूले भेटाउने चिज हो यो तिमीहरूको बाजेलाई पहिलाको जमानामा ड्रइङ बनाउने नक्सा कोर्ने ठुलो सपना थियो त्यही तिमीहरूको बाजेले नक्सा बनाएको हो यो चित्र बनाएको हो यो ड्रइङ बनाएको हो बुझ्यौ तिमी माया खाने गधा हो